रापरपाले आज पनि संसद बहिष्कार गर्छौं। यो एकछिन आज प्रतिनिधि सभा बैठकमा रासोपाका ढकाल र राप्रपाका ज्ञानेन्द्र साईको आवाज हेर्नु है। महोदय, नदी बचाउ अभियानका अभियन्ता हाम्रा केन्द्रीय नेता मेघाले र दिनाकर नेपालमाथि वालिङ नगरपालिकाका वडाध्यक्ष 10 नम्बरका वडाध्यक्षले सांघातिक आक्रमण गरेका छन्। आँधी खोलामा भएको दोहन विरुद्ध बोल्दा तल भुइँमा हाम्रा नेतामाथि आक्रमण हुन्छ। 23 दिनदेखि भुइँ मान्छेका आवाज बोलेर भुइँ मान्छेमा भएको त्यो अत्याचार र मानव तस्करहरू विरुद्ध हामीले आन्दोलन गर्दै गर्दा सरकार सुन्दैन। यो कुन किसिमको सुशासन चल्दैछ? यहाँ यो कुन किसिमको सुशासनको भाषण चल्दैछ? आज कतारमा उद्धारको लागि आह्वान गरिरहेकी चेलीको आवाज बोलेका छौँ हामीले। आज यो देशमा पसिना बगाउने ठाउँ नपाएर संगठित रूपमा तस्करहरूले उचित श्रमको र रोजगारीको मोहमा भिजिट भिसाका नाममा मानव तस्करी गरेर लाखौं लाख युवा ठगिएको विषय हामीले यो विषयमा आन्दोलित हुँदै गर्दा सरकार किन हाम्रो आन्दोलनप्रति नजरअन्दाज गर्दैछ? सम्माननीय सभामुख महोदय, गृहमन्त्रीज्यूले सदनमा आएर बोल्नुभयो, भुइँ मान्छेका आवाजहरूमाथि कटाक्ष गर्नुभयो, आफूले दिने उत्तरहरूमा भुइँ मान्छेका आवाजमाथि कटाक्ष गर्नुभयो। तर विमानस्थलबाट मानव बेचबिखन ब्युरो किन हटाइयो यो प्रश्नको उत्तर दिन सक्नु भएको छैन। अख्तियारले ताकेता गर्दा गर्दै पनि किन विमानस्थल भित्र भएको यो र्याकेटको अनुसन्धान सुरु गरिएन, यसको उत्तर दिनु भएन। आवश्यक अनावश्यक कर्मचारीहरू किन थपियो एयरपोर्टमा, यसका उत्तर आएन। अनि कर्मचारी आफ्ना सचिवालयका कर्मचारीको त्यो सरुवा किन गरियो, यसका उत्तरहरू दिन सक्नु भएन। अनि यो डिआइजीको सरुवाका विषयहरू उत्तर दिन सक्नु भएन। सम्मानित सभामुख महोदय, यस्तो विषम र गम्भीर विषय लिएर हामी आन्दोलित हुँदै गर्दा सरकारले हाम्रो आवाज सुनेको छैन, भुइँ मान्छेले हाम्रो आवाज सुनेको छैन। त्यसकारण हाम्रो आन्दोलन जारी छ। र सम्पूर्णलाई मेरो अपिल के छ भने यो भिजिट भिसा प्रकरण चाहिँ कुनै दल विशेषको मुद्दा होइन, यो हामी सम्पूर्णको साझा मुद्दा हो। र आजको एकजना गृहमन्त्रीको कुरा होइन, यो 14-14वटा गृहमन्त्रीको कुरा हो। 2064 सालदेखि अहिलेसम्मको कुरा हो। त्यो भएको हुनाले सम्पूर्ण राजनीतिक दल र यो संसदीय दलका सम्पूर्ण सांसदहरूलाई रापरपाको तर्फबाट तपाईँहरूलाई अपिल छ, हामी एक ठाउँमा आउँ, मानव बेचबिखन विरुद्ध चाहिँ हामी एकजुट बनाऊ। यो कुनै व्यक्तिको कुनै दलको मात्र मुद्दा होइन। आज हजारौं मान्छेहरू बेचिएका छन्, लाखौं मान्छेहरू बेचिएका छन्, आज अल्पत्र परेका छन्। जनताले दिएको विश्वासलाई हामी घात नगरौँ। त्यही भएर सबैलाई अपिल हुन अनुरोध छ। जाँदा जाँदै सरकारलाई भन्न चाहन्छु, अन्यायको महल कति दिन टिक्ला र झुटको पर्दा कति दिन छेकिएला र आज नभए भोलि त ढल्नै पर्छ, आज नभए भोलि त ढल्नै पर्छ, किनकि सत्यको जित निश्चित हुन्छ। यो जबसम्म यो भिजिट भिसा प्रकरणमा छानबिन समिति बन्दैन र संसदमा एउटा दलको पनि त्यतिकै हैसियत हुन्छ, एकजना सांसदको पनि त्यति नै हैसियत हुन्छ, संसदमा विरोधका बावजुद पनि संसद चल्यो भने रापरपाले आज पनि संसद बहिष्कार गर्छौं। यो सभामुखज्यूलाई म अपिल र अनुरोध गर्न चाहन्छु, हाम्रा समस्याको समाधान सरकारले गरोस्। सभामुखज्यूले भूमिका खेलुन्, सभामुखज्यूलाई पनि बाध्य नपारियो सरकारको तर्फबाट, म यो अपिल गर्न चाहन्छु। हस्, धन्यवाद समयका लागि। राप्रपा र रासोपाको आन्दोलन जारी छ अहिलेसम्म पनि, तबसम्म जारी रहन्छ जबसम्म गृहमन्त्रीले राजीनामा दिएर छानबिन समिति गठन हुँदैन। अब के हुने हो भविष्यमा हेरौँ है।